ल जयमसी सबैजना तीनजना आमाहरूलाई पहिले यता हाम्रो सासु आमादेखि सुरु गर्नु पर्यो अनि अलिक माइक छेउमा राखेर बोलिदिनुहोस्। अनि आज चाहिँ डेनमार्कको मुवास डे हो हैन, अनि नेपालीमा चाहिँ आमाको मुख हैन दिन के भन्छन् हैन। अनि हामी छुँदा सबैजना खुसी छौँ यसरी तीनजना आमाहरूलाई देख्न पाउँदाखेरि, तपाईँहरूको माझमा बसेर आजको आमाको दिनलाई मनाउन पाउँदाखेरि खुसी लागेको छ। तपाईँलाई कस्तो लागिरहेको छ आज? मलाई पनि राम्रो लागेको छ, किनभने अब सबै परिवार छोराछोरीसँग यसरी बस्न पाउनु भएको छ। तपाईँलाई पहिलोचोटि पहिलो सन्तानको आमा हुँदाखेरि कस्तो भएको थियो अनुभव? पहिलो सन्तान जन्मिँदाखेरिको अनुभव छोटो बाँधिदिनुहोस्। खुसी नै लागेको थियो। तपाईँको पहिलो सन्तान चाहिँ छोरी कि छोरा थियो? छोरी हो। ल अनि सन्तान काखमा आउँदाखेरि खुसी हुनुभयो? हजुर। ल अनि आज तपाईँले अब छोटकरीमा संसारभरिको आमा दिदी बहिनीहरूलाई के सन्देश दिन चाहनुहुन्छ? के भन्न चाहनुहुन्छ आमाहरूलाई? ह्याप्पी मदर्स डे धन्यवाद भन्न चाहन्छु। अनि छोराछोरीलाई पनि के भन्न चाहनुहुन्छ? छोराछोरीलाई पनि अब होइन यसरी नै बेला भएर होइन भेट हुन पाओस् भन्न चाहन्छु। धन्यवाद। हजुर। अब तपाईँले माइक उता दिनुहोस् त। यता मैले हाम्रो बिचको आमालाई के धेरै कुरा खोजिसकेको छु, यता अर्को सासु आमालाई दिनुहोस्। ल छेउमा राखेर बोलिदिनुहोस्। ल तपाईँलाई पनि छोटो हाम्रो यो इन्टरभ्यूमा स्वागत छ। जयमसी। अनि यो इन्टरभ्यू चाहिँ हामीले किन बनाएको भने यो एउटा चिनो राख्नको लागि पछाडिसम्म एउटा भिडियो बनाएर राखेको छ भने हाम्रो सम्झना हुन्छ होइन, चिनो हुन्छ। कहिले काहीँ ओहो हाम्रो आमाहरू यस्तो हुनुहुन्थ्यो, त्यतिखेर बेला भएर मनाएको थियौँ भनेर एउटा आफूलाई भिडियो छ भने, चिनो छ भने थाहा हुन्छ। पहिले तपाईँहरूको जमानामा त यस्तो सिस्टम थिएन, आमाहरू कता बाबुहरू कता होइन, भिडियो भएर राख्न पाउनुहुन्थ्यो हुँदैन थियो। अहिले त यो आधुनिक जमाना छ नि त। र तपाईँलाई पनि पहिलो सन्तानको आमा हुँदाखेरि अनुभव कस्तो भएको छ अलिक छोटकरी भन्नुहोस् न। हजुर, म पहिलो मेरो सन्तान चाहिँ छोरी भएको थियो नि त, छोरी भएको थियो। अनि अब म खुसी थिएँ, एकदमै राम्रो खुसी लाग्यो। पहिलोचोटि सम्झिनु भन्नुभएको जस्तै अब छोरी घरमा अब हिन्दूमा के हिन्दूको चालचलनमा त के अरे उयसमा त के अरे छोरी पहिलोचोटि जन्मिँदा लक्ष्मी जन्मे हुन्थ्यो। विश्वासमा पनि छोरीलाई अब परमेश्वरले कति धेरै उयो आशिष दिनुहुन्छ होइन। अब भन्ना भयो अब परमेश्वरको छोरी अब प्रभुलाई पनि पाइयो होइन। मेरो छोरी जन्मिकन मैले प्रभुलाई पनि पाएँ, धेरै खुसी भएको थिएँ म। के अरे मेरो पहिलोचोटि छोरी जन्मेर। अघि मैले यता आमालाई सोध्दै थिएँ, हजुर, बिचमा बस्नु भएको आमालाई, मेरो आमा हुनुहुन्छ, उहाँलाई अब सोधेको थिएँ, उहाँले भन्नुभयो र मैले सोधेको थिएँ छोराछोरीहरू गर्नु कतिको सजिलो छ गाह्रो छ भन्दाखेरि उहाँले धेरै कहाँ सजिलो हुन्छ र गाह्रो हुन्छ भन्नुभयो। तपाईँलाई कस्तो भएको थियो? एकदमै गाह्रो थियो। क्याम्पकोटमा रोगी पनि थिएँ क्या, रोगी पनि थिएँ। उसको टाइममा दुध पनि आएन, के अरे दुध नआउनको कारणले कुपोषणले भेटाएको रहेछ क्या। हस्पिटलमा चेक गर्दाखेरि कुपोषणले भेटाएको रहेछ मन्दिलालाई चाहिँ। अनि हस्पिटलमा लगेर चेक गर्दाखेरि तेरो नानीलाई कुपोषणले भेटाएको छ, के अरे रोगी पिठो खानुपर्छ भनेर रोगी पिठो किन्थेँ कि। अनि धेरै दुःखले हुर्काएको मेरो ठुलो छोरीलाई चाहिँ मैले धेरै सङ्घर्ष गरेर। आमा हुनु त्यति सजिलो चिज छैन। तर त्यस्तो दुःख पीडा हुँदा हुँदै पनि कतिखेर कुन बेला चाहिँ त्यो दुःखलाई बिर्सिन सक्नुहुन्छ छोराछोरीलाई देख्दाखेरि? छोराछोरीलाई जे भए पनि मेरो नानी भयो। अब के अरे मैले एउटा असल नानी जन्माएर अब नानीहरूलाई स्याहारेर अब नानीहरूलाई हेर्दाखेरि एक प्रकारको खुसी हुन्छ क्या। दुःखै भए पनि एक दिन त्यो खुसी आफ्नो मुहारमा छाउँदो रहेछ। जहाँ मैले नानी जन्मायो, म उस्तैले पनि नानी जन्माएँ।
राम्रो एउटा राम्रो छोरी जन्माए मेरो परिवारमा मेरो लाइफमा एउटा राम्रो असल छोरी पाएँ मैले भनेर मलाई त्यसमा खुसी लाग्थ्यो। तपाईँका छोराछोरी छन् अरू पनि? छन्। कतिजना छोरा? एकजना छोरा, दुई बहिनी छोरी? हजुर, एउटा छोरा, दुई छोरी हुन्छ। मैले सुनेको छु अब मान्छेले भन्ने गर्छन् कि बाबाआमाले चाहिँ जब छोराछोरीले अगाडि बढेको प्रगति गरेको देख्नुहुन्छ त्यतिखेर सबै दुःख बिर्सनुहुन्छ अरे भन्नुहुन्छ। त्यो कहाँसम्मको सत्य होला? हो, सत्य नै हो त। जसरी अब आफ्नो छोराछोरीले केही कुरामा प्रगति गरे भने त्यो एकदमै गर्व फिल हुन्छ क्या। आफूले पहिले दुःखहरू काएको त्यो दुःख पीडालाई बिर्सिन्छ। ल, धन्यवाद। अनि संसारभरिको आमाहरू तपाईँ आज के भन्न चाहनुहुन्छ? संसारका आमाहरूलाई एउटा ह्याप्पी मदर्स डे। हजुर। अनि छोराछोरीलाई पनि के सन्देश दिन चाहनुहुन्छ? छोरा सधैँभरि खुसी रहनु, प्रभुदेखि कहिले पनि टाढा नरहनु। सबै छोराछोरी परमेश्वरदेखि चाहिँ कहिले पनि टाढा नहुनु, परमेश्वरदेखि टाढा भएर चाहिँ यो कुलतमा नफसिनु। अब के अरे राम्रो बाटोमा हिँड्नु, त्यही भन्छु। ठिकै छ। ल, एउटा कुरा दिला भित्र बाबाको कोठामा टेबल मुनि प्लास्टिक छ, त्यसले राख्दा। अनि जे होस् तपाईँलाई हामी पनि छोराछोरी पनि यसरी आमाहरूको काखमा लुटुपुटु भएर हुर्किन पाउँदा अनि हामीलाई त केही दुःख परोस्, साह्रो गाह्रो पर्यो भने नि बाबामा सम्झिन्छौँ। हो, यो कुरा त आमाहरूलाई थाहा छ होला, बाबाहरूलाई थाहा छ होला भनिन्छ होइन। अनि दुःख पर्दाखेरि पनि आमा बाबालाई नि गुहार्छौँ, अनि सुख पर्दाखेरि पनि हामी बाबाआमालाई नि सुख बाँड्न चाहन्छौँ। अनि अघि तपाईँले भन्दै हुनुहुन्थ्यो त्यो दुःख भुक्त गर्नुपर्छ। मैले तपाईँ आमाहरूलाई एउटा सानो चिनो तयार पारेर ल्याएको छु होइन। अब यो कुनै त्यस्तो बहुमूल्य तपाईँहरूको दुःख, मैले त के भन्छु, तपाईँहरूले गरेको दुःख पीडालाई, त्यो त्यागलाई, त्यो बलिदानलाई होइन, भोकको तिर्खो केही नभनिकन हुर्काउनु भयो छोराछोरीलाई, त्यो ऋण त तिरेर हामी कहिले पनि तिर्न सक्दैनौँ होइन। संसारै बेचेर हिरा मोती बेचेर नै दिन्छु भन्दाखेरि पनि त्यो तपाईँहरूले गरेको दुःखलाई हामीले ऋण तिरेर तिर्न सक्दैनौँ। अझै भनिन्छ आमाको 10 धारा दुध पिलाएको हुन्छ, त्यसको चाहिँ मूल तिरेर तिर्न सकिँदैन भनिन्छ। आज तपाईँ तिनजना आमाहरूलाई हामी आज आदर गर्छौँ र मैले यहाँ सानो चिनो बनाएको छु। यो कुनै त्यस्तो महँगो जिनिस त छैन, तर तपाईँले जब यसलाई प्रयोग गर्नुहुन्छ आफ्नो छोराछोरीलाई सम्झिनुहुन्छ भन्ने आशा गर्छौँ। ठिकै हाम्रो माझमा जोली पनि आएको छ, अरू पनि केटाहरूलाई बोलाएर ल्याउँ त जेसन जोसेफ कहाँ छ ल। अनि तपाईँले खुसी साथ सानो यो एउटा चिनोलाई ग्रहण गरिदिनुहोस् है। अनि यहाँ लाउने जुन जिनिस पनि छ, चिउने जिनिस पनि छ, खाने जिनिस पनि छ। कस्तो होला भन्नुहुन्छ होला होइन, लाउने जिनिस पनि छ भन्नुहुन्छ जय बाबु, खाने कुरा पनि छ अरे, पिउने कुरा पनि छ अरे। हेरेर पोको त सानो छ भन्नुहुन्छ होला होइन। यसमा यो पोको भन्दा पनि हाम्रो हृदयमा तपाईँहरूको लागि धेरै ठाउँ छ, माया छ र अघि मैले भनिसकेको छु। संसारै बेचेर तपाईँहरूलाई के उपहार दिन्छु भन्दाखेरि पनि त्यो काफी हुँदैन, त्यसको ऋण तिर्न सकिँदैन। र हाम्रो जेल बाबु छेउमा बसिरहनु भएको छ र उहाँले चाहिँ यहाँ पवित्र आमाको नाम रहेछ, उसले पवित्र आमालाई सानो गेवा दिएर खामा गर्नुपर्छ ल। अनि ग्लोरी मे मुवस्टे भन्नु पर्यो ल। अब अर्को पनि छ जोल पर्खिनु ल। यहाँ मिदा बिचको आमालाई अब उहाँ बस्नु भएको आमालाई पनि दिनु ल। ल अब जोल यही बसिरहेको छ, अब जोल यहाँ आउनु पर्यो एकछिन। अब सबै कता कता भागिहालेछन् हो, कोही छैन यहाँनिर। एकछिन म के कुरा भन्छु। र यहाँ हाम्रो माझमा अरू पनि छोरीहरू छन्, अलिक यङ आमाहरू पनि छन् होइन। अब यो चाहिँ मैले उनीहरूलाई छुट्याएको चाहिँ होइन, तर उहाँहरू आमा हुनु बाँकी नै छ, धेरै दुःख र कष्ट भोग्नु बाँकी नै छ। र यो चाहिँ अब यहाँ भाइहरूले
आमाहरूलाई दिएर खामा गर्नुपर्छ र तपाईँहरूको समयको लागि धेरै धन्यवाद। हुन्छ, तपाईँलाई पनि धन्यवाद। जयमसी। अब अन्तिम प्रश्न। अब हामीले तपाईँलाई आदर गर्यौं, हाम्रो हृदयमा भएको माया ममता बाढ्यौं होइन। अब अन्तिममा के शब्द राखिदिनुहोस् न त, लु केही भनिदिनुहोस् न त। धन्यवाद, मलाई सम्झेर तपाईँले बोलाउनु भयो, हामीलाई मुहामा एउटा मनोरञ्जन गर्नुभयो। धेरै धेरै खुसी छौँ हामी। परमेश्वरले धेरै आशिष दिनु तपाईँहरूलाई। धन्यवाद। यति नै होला। अब उता मागिदिनुहोस् ल। तपाईँले पनि छोटकरीमा के शब्द राखिदिनुहोस् अन्तिममा। मैले पनि हजुर। ल, आजको दिन अति नै सुन्दर दिन अनि हामी आमाहरूको एकदम खुसियाली दिन। छोराछोरीले यसरी भेला भएर हाम्रो लागि केही अब यसरी फुलको बकेट भन्नु के भन्नु, बुकेट भन्छ। बुकेट हो। यसरी हाम्रो बकेट त बकेट नै रोप्छन् फुल, तर यो चाहिँ बुकेट नै रोप्छन्, तर यो चाहिँ बुकेट बनाएर दिएको छ है। अनि यो फुलको लागि, यो सबै थोकको लागि गेवा दिनु भएको छ। यो सबै थोकको लागि धन्यवाद। अनि यसरी नै छोराछोरीहरू भेला भएर अनि यसरी नै आमाहरूलाई उत्साह दिने अनि त्यहाँदेखि प्रार्थना गर्ने अनि आमाहरूलाई आदर गर्ने। यसरी नै यसरी नै आफूभन्दा अब छोराछोरीले आमा बाबुलाई आदर गऱ्यो भने त आशिष पाउँछ नि त। आमेन। आमा अनि छोराछोरीले आमा बाबुले छोराछोरीको लागि आशिष प्रार्थना गरिदिन्छौँ। म त सधैँभरि प्रार्थना गरिदिन्छु मेरो छोराछोरीको लागि, सबैको लागि। कुनै भन्दा कमीको नहुने, एकदम राम्रोसँगले शिक्षण भएर चाहिँ राम्रोसँगले अगाडि बढ्नु, उनीहरूको भविष्य राम्रो होस् भनेर है प्रार्थना गरिदिन्छु। परमेश्वरलाई धन्यवाद होस्, तिमीहरूलाई पनि धन्यवाद धेरै धेरै, छोराछोरीलाई पनि। ल, अब यता सम्झिँदैन दिनुहोस् माइक। ल, अब यता आमाले पनि दुई शब्द राखिदिनुहोस् अन्तिममा। जाँदा जाँदा होइन, अब यो कार्यक्रमको अन्तिममा भन्नु न। अब हाम्रो लागि केही हजुर, तपाईँको पालो। जयमसी सबैजनालाई। जयमसी। अनि आज चाहिँ एकदमै है हामी आमाहरूको लागि खुसीको दिन। हाम्रो छोराछोरीहरूले हामीलाई यसरी होइन फुलको बुकेट हो कि क्या, बुकेट अनि यो प्राइजहरू हजुर दिनुभएकोमा धेरै धेरै धन्यवाद, खुसी छौँ। अनि आज हामीले चाहिँ यसरी होइन प्राइजहरू पाउनु दिँदोरहेछ। अनि प्राइजहरू पाउँदा चाहिँ खुसी लाग्छ। अनि सधैँभरि यसरी भेट भएर होइन एकअर्कामा लिन चलिरहोस् होइन। अनि हाम्रो नानीहरूले पनि हामीलाई यसरी दिइरहनु पुगोस् सधैँभरि, कहिले कन्जुस नहोस् होइन, अपुरा नहोस्, प्रशस्त पुगोस्। परमेश्वरले धेरै आशिष दिनुभएको होस्। अनि हाम्रो छोराछोरीहरू सबैजनालाई है हुन्छ, धन्यवाद। ल, त्यहाँ जयमसी भिडियो अफ गर्दा हुन्छ। अब हामी आमाहरूको लागि आशिषको प्रार्थना गर्छौँ र उहाँले केक काट्नुहुन्छ अनि त्यसरी उहाँलाई हामी सेलिब्रेट गर्छौँ। ल, पहिला हामी प्रार्थना गरौँ होइन, आशिषको प्रार्थना गरौँ।
अनि ए हो ठिकै छ पहिले केक काट्दा सबै बिलिन्छ होला हुन्छ अब त्यसो भने अब यसो गर्नुहोस् तिनैजना आमाहरूलाई हामी 1 2 3 भन्दै तिनजनाले फुकिदिनुहोस् अनि मिलाइदिनुहोस् अनि चाहिँ प्रार्थना गर्नु सकिरहेको छ ल होइन नि पहिले हामी 1 2 3 भन्छौँ अनि तिनजनाले फुकेर क्यान्डल निभाइदिनुहोस् अनि प्रार्थना गर्नुहोस् अनि केक काट्नुपर्छ ल 1 2 3 ल अब हामी प्रार्थना गर्छौँ ल प्रार्थना गर्छौँ अनि त्यस पछाडि अनि तपाईँहरूले केक काटिदिनुहोस् ल अब सबैजना हाम्रो आमाहरूको लागि हामी लामा आयु बोल्छौँ हामी उहाँलाई आशिष बोल्छौँ है त हुन्छ स्वर्गीय बुबा हामी तपाईँलाई यो समयमा यतिका छोराछोरी मिलिकन धन्यवाद दिन्छौँ अब हामी धेरै आशिषित छौँ किनभने आज तपाईँले आफ्नो छोरीहरूलाई यो संसारमा दिनुभयो जन्म दिनुभयो र उहाँहरूद्वारा चाहिँ हाम्रो पनि जन्म भएको छ अनि यदि आज उहाँहरू हुनुहुन्थेन भनेदेखि त हामीले पनि यो संसार देख्न पाउने थिएनौँ यसमा हामी यति धन्यवादी भएको छौँ आशिषित भएको छौँ कि उहाँहरूको कारणले गर्दाखेरि हामीले आज तपाईँलाई महिमा दिन पाएका छौँ यो संसारले देख्न पाएका छौँ यो सबै तपाईँको अनुग्रहको कारणले गर्दाखेरि सम्भव भएको प्रभु म आमाहरू धनमाया खाती धनमाया सिलवाल अनि पवित्र छोरी आमा अनि लीला मन्दिला प्रिस्किला अनि पुनम अनि शर्माया अनि त्यो इलिना सबै छोरीहरूलाई आमाहरूलाई हामी आजको दिनमा लामो आयु बोल्छौँ भजन सङ्ग्रहमा भने चाहिँ तपाईँले आफ्नो छोरीहरूलाई लामो आयु दिएर सन्तुष्ट पार्नु भएको छ हामी त्यो लामो आयु छोरीको जीवनमा बोल्छौँ र भजन सङ्ग्रह 23 अध्यायको वचन 91 अध्यायको वचन यी आमाहरू छोरीको जीवनमा बोल्दछौँ हामी धेरै वर्षसम्म यसरी नै एकसाथ भेला भएर हाम्रो आमाहरू देख्न सकौँ उहाँहरूलाई हामीले आदर गर्न सकौँ र तपाईँलाई महिमा दिन सकौँ धन्यवाद उहाँहरूको जीवनमा सुशान्ति समृद्धि र चङ्गाई भलाइ कृपा करुणा म सदा सर्वदा बोल्दछु आशिष माग्छौँ हामीले प्रेम गर्नुहुने यसो तपाईँको जीवित नाउँमा आमेन ल अब तपाईँ आमाहरूले केक काटिदिनुहोस् हामी ताली बजाउँछौँ ल तपाईँले यता काटिदिनुहोस् दुईटा आमाहरूले उताबाट छेउछेउबाट काटिदिनुहोस् त्यसरी ल अनि ल ल आऊ त नाता नातिनाहरू कसैले आमाहरूले के खुवाइदिनु पर्यो नि त त्यसको लागि चाहिँ आमालाई के खुवाइदिए ल ताली बजाउँ सबैले अब नाता नातिनाहरूले के खुवाइदिने आमाहरूलाई लु त त्यति होस् न त्यति होस् ल ह्याप्पी मदर्स डे है सबै आमाहरूलाई जेसन खै आमाहरूलाई खुवाउन आएको जोसेफ